पत्रकारज्यू सुने जस्तो लाग्छ भन्नु न। आहा तपाईको स्वर त कति मिठो रहेछ गुराँसको फुलजी। त्यसरी नहेर्नुस् न किरणजी, म तपाईको श्रीमतीलाई भगाउँदिन हौ। होशियार किरणजी, यो पत्रकारहरुको भर हुँदैन नि। तपाई चुप लाग्नुस्, आफ्नो नाम भन्नुस् छिटो। रुको जरा। नमस्कार दर्शकबिन, म तपाईहरुको आफ्नै साथी राज मगर। बकचोदी मत कर लौडे। तपाई पनि मगर हो? त्यसो भए ज्योति मगर के पर्छ त तपाईको? साले दुम केही पर्दैन, जात मिल्ने बित्तिकै नाता परिहाल्छ। बात त सही है। अनि मेरो हात माग्ने बेला त खुब ज्योति मगर मेरो दिदी पर्छ भन्थ्यो त मेरो बाउ आमालाई। त्यो त मैले तिम्रो बाउको मन जित्नलाई भनेको नि। ज्योति मगरको नाम सुन्ने बित्तिकै बुढालाई काउकुती लाग्न थाल्छ, थाहा छ कि छैन तिमीलाई? बाउको कुरा छोरीलाई कहाँ थाहा हुन्छ त हौ? तपाई पनि कस्तो कुरा गर्नुहुन्छ भन्या? तपाई किन बोल्नु भएको? देख्नु भएन म मेरो बुढीसँग कुरा गर्दैछु? बुढीसँगै कुरा गर्नु थियो भने घरमै गरेको भए भइहाल्थ्यो नि। कि घरमा अर्कै बुढी छ तपाईको? ओइ किचुवा पत्रकार, जे पाइ त्यही बोल्ने हैन है। अहिले दुईटै फुटाइदिन्छु नि फेरि। के फुटाउनुहुन्छ दुईटै? प्यारी समझ गई। तपाईको आँखा, दुईटै आँखा फुटाइदिन्छु अनि थाहा हुन्छ मसँग जिस्किदा के हुन्छ भनेर। ए बुढी, तिम्रो नाम भन त। छिटो कार्यक्रम सकाएर घर जानु पर्छ। छिटो छिटो किन? घरमा अर्कै कार्यक्रम छ कि क्या हो तपाईहरुको? सबैजनालाई नमस्कार, मेरो नाम आशिका तामाङ हो। आशिका तामाङ? तपाई आशिका तामाङ हो? या। अनि चस्मा खोइ त तपाईको? म अर्कै आशिका तामाङ हो। आशिका तामाङ एकजना मात्रै हुन्छ? ए पत्रकारज्यू, अब कार्यक्रम सुरु गर्नुस् न हौ। कि हाम्रो नाम मात्र सोधेर घर पठाउने विचार छ तपाईको? आर यु कमेडी मी? दर्शकवृन्द, कार्यक्रम सुरु भइसकेको छ। अब हामी भयंकर विवाद गर्नेछौँ। मेरो दायाँपट्टिको जोडीले भन्नुहुन्छ 20 वर्षमा बिहे गरेको राम्रो, अनि बायाँपट्टिको जोडीले भन्नुहुन्छ 20 वर्षमा बिहे गरेर करियर चाहिँ कसले बनाइदिन्छ? तेरो बाउले? किरणजी, दर्शकलाई भन्नुस्, तपाईले किन 20 वर्षमा बिहे गर्नुभयो? 20 वर्षमा बिहे गर्दा के फाइदा हुन्छ? फाइदै फाइदा हुन्छ नि घिचुवाजी। सबभन्दा ठुलो फाइदा भनेको त चाँडै बिहे गरेपछि चाँडै बाउ बन्न पाइन्छ। साले। अनि आमा चाहिँ? आमा पनि? आमा बिना बाउ कसरी बन्छ त हौ? भनेपछि चाँडै बाउ आमा बन्नको लागि चाँडै बिहे गर्ने, यही होइन त तपाईहरुको सिद्धान्त? हजुर हजुर। राजजी, तपाई के भन्न चाहनुहुन्छ यसमा? म त एउटै कुरा भन्न चाहन्छु। के? यस्तै मान्छेहरूको सोचले गर्दा अझै पनि हाम्रो देश जाको त्यही छ। अच्छा, देश जाको त्यही त हुन्छ नि। गाडी घोडा हो र एक ठाउँदेखि अर्को ठाउँसम्म हिँडिराख्ने। मेरो मतलब हाम्रो देश अझै विकास भएको छैन भनेको, र यो सब तिमीहरू जस्तो झोलेले गर्दा हो। नेपाली हो नि। झोले? जिन्दगी भरि झोला नबोकेको मान्छे म झोले कसरी भए? क्या करूं इसका? त्यही त, मेरो बुढाले पर्स त बोक्दैन, झोला बोक्ने त झन् कुरै भएन नि। पर्स बोक्नलाई त पैसा हुनु पर्यो नि। भएको पैसा जति सबै झोले ग्याङ म्याक्सिस भन्दै उडायो होला। तेरो बाउले भन्छ। ओइ बहिनी, तिमीहरू भन्दा धनी नै छुम्ला। हाम्रो काठमाडौँमा दुईवटा घर छ। कहाँ छ बुढी? मलाई त थाहा छैन त। चुप लाग तिमी, जहिले कुरा बिगार्छ। सरी।